Hello guys, welcome to the new vlog today. And आज चाहिँ म यहाँ केस बनाउन लागेको छु घरमा। लु अब चाहिँ एकचोटि क्रिम लाएर धोइसक्यो। अन्त अब यसलाई एकचोटि मजाले यसरी कोमले कोरेर त्यहाँदेखि स्ट्रेट अब चाहिँ हेयर स्ट्रेट गर्नुपर्छ। अघि चाहिँ जस्ट तानेको मात्रै थियो नि त। अन्त एकचोटि अब तानेपछि चाहिँ त्यसको पछाडि यो ग्लेड लगाउनुपर्छ। यो ग्लेडको न्युट्रलाइजर क्रिम लगाएर त्यहाँदेखि 30 मिनट छोड्नुपर्छ। अब चाहिँ न्युट्रलाइजर लगाइसकेँ हैन। अब यसलाई सेट हुन दिनुपर्छ 30 मिनट्सको लागि यस्तै छोडिदिने। त्यसको पछाडि चाहिँ त्यहाँदेखि यो मजाले वास गरेर त्यहाँदेखि अलि हेयर सेट गर्दा यस्तो राम्रो हुन्छ के भन्नु। अन्त किन पार्लरमा जानु हैन, घरमा यति गर्न जानेपछि त म भन्छु साथीहरुलाई पनि यस्तै तरिकाले गर्नु हैन, सजिलो पनि हुन्छ, केही चाहिँदैन, पैसा पनि खर्च भएन, डलर बाँच्यो। अब नेक्स्ट टाइमको लागि बुढाको घरमा गते भने म त पार्लरमा जाँदा भयो नि त, त्यही गरेर अब पैसा सेभ गरेको। ल हेर्नुहोस् हजुरहरु, यस्तो भयो हाम्रो फाइनल लुक्स चाहिँ। सक्यो अब लास्ट धोएर पनि। अब चाहिँ यसलाई 3 दिनसम्म नधोइ राख्नुपर्छ। त्यहाँदेखि पछाडि 3 दिनको बादमा चाहिँ धुनुपर्छ। अन्त कस्तो लाग्यो त? राम्रो लाग्यो, सिल्की भएछ। ग्ल्याड जिरो लगाउनु कर्ल केसको लागि भन्ने छ। राम्रो भयो, 6 महिनासम्म लास्ट गर्छ। लाइट फिल भएको छ। ल ठिक छ त्यसो भए।